गाइस सबैजनालाई जय मसी अनि भिडियोमा स्वागत छ। आजको भ्लगमा चाहिँ स्पेसली म चाहिँ यतिखेर सिमपानी छौँ फेरि पनि। अनि यहाँनिर आज त कुखुराहरू छ। यहाँनिर आज 50-60वटा कुखुरा काट्न पनि हुन्छ। त्यसको जिम्मा चाहिँ मेरै रहेको छ है। अनि अहिले चाहिँ एक्लै नै छु। केटाहरू बोलाउनु पनि हुन्छ अनि ग्रुप मिलेर चाहिँ कुखुरा काट्न पनि हुन्छ। स्पेसली बिहेको लागि बे हुँदैछ, भोलि हुँदैछ। आज बिहानदेखि दिनभरिसम्म 50-60वटा 1.5 क्विन्टल कुखुरा काटेर मासु गरेर दिनभरिमा सकाएर बेलुका फेरि रोस्ट गर्नु पनि हुन्छ। हाम्रो काम चाहिँ मेरो जिम्मामा परेको छ कि 5-6 जना केटाहरू मिलेर कुखुरा काट्न पनि हुन्छ। 50-60वटा कुखुरा चाहिँ अझै आउँदैछ। अब यसलाई चाहिँ यो ठुलो चुलोमा पानी बसालेर अब छिटो काम गरिहाल्नु पनि हुन्छ गाइजहरू। ल है त, ल हेर्दै गर्नु होला। गाइजहरू हामीले के भन्छ 50-60वटाको लागि ड्याङ्गै लगाएर यत्रो 30 लिटर जति पानी बचाइसकेको चलाउनको लागि। अब यो आउनको 10-15 मिनटभन्दा बेसी टाइम लाग्छ होला। हामी चाहिँ 3 दिनको लागि पेट पूजा गर्न जानेछौँ है त। यहाँ आजको चाहिँ यतिले चाहिँ पुग्दैन। अझै पनि अझै कति भने अझै आउँछ होला। यसको डबल जति अझै आउँछ होला। यिनीहरू कुर्दैछ, अर्को अटोमा खेप ओसार्दैछ। ल गाइज हामीले चाहिँ हामीले खाजासाजा भइसक्यो, पेट पूजा भइसक्यो है। अब पानी रेडी हुँदैछ, पाक्दैछ। अब हामी कुखुरा ढाल्नु पनि हुन्छ गाइजहरू। हेर्नुहोस् है त भिडियो लास्टसम्म। कुखुरा ढालेको, कुखुरा बनाएको, बिहेको लागि मासु रेडी भएको है त। लाग्यो मामे लाग्यो। खै त चिसो अनि
ल चट्टो लाएर ल गाइजहरू हामी चाहिँ पाङमा उत्रिसकेको छ है। अहिले चाहिँ सबैजना आफ्नो आफ्नो काउन्टरमा यहाँ सम्हाल्नु भइरहेछ आफ्नो आफ्नो भागहरू। काउन्टर नम्बर 1 मा हाम्रो दाइ हुनुहुन्छ यहाँ पुरै ड्रेसअपको साथमा। काउन्टर नम्बर 2 मा दिलीप, काउन्टर नम्बर 3 मा सुजन, काउन्टर नम्बर 4 मा चाहिँ 3 जना। अनि काउन्टर नम्बर यहाँनिर यो चाहिँ मेरो ड्रेसअप चाहिँ यस्तो प्रकारको छ, हेर्न सक्नुहुन्छ है। यहाँको भ्लगर आउँदैछ यहाँनिर। केलाउने काम गर्दै हुनुहुन्छ अर्को रहेछ दिलीप भाइ, कस्तो मजा हुँदैछ। ल फाइनली गाइज हाम्रो आजको कुखुरा बनाउने काम सकेको छ होइन। आजको भ्लग पनि यहीँ सकिन्छ। अनि अब लास्टको काम भनेको देख्न सक्नुहुन्छ है टाउ खुट्टाको होइन। मलाई यो काम गर्न धेरै गर्भवती महसुस भइरहेको। मेरो काम चाहिँ उहाँनिर मैले ट्रान्सफर गरिदिएको छ होइन। अब उहाँ सम्हाल्ने छ अन्तिमसम्म। ल गाइज आजको भ्लग यति नै रहने छ। फेरि नेक्स्ट भ्लग आउँदैछ यसको पार्ट 2। तपाईँहरूले चाहिँ साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। आजको भ्लग यति नै, भोलिको नेक्स्ट आउँदैछ। ल गाइज प्लिज सब्सक्राइब।